तीनटा पोजिसन जुन बार्सिलोनाले इम्प्रुभ गर्नुपर्ने छ नेक्स्ट सिजन है त। र उनीहरूको रिप्लेसमेन्ट चाहिँ को हुन्छ मेरो गेसेसमा चाहिँ को लिएर पर्छ होला है त। फर्स्ट भनेको चाहिँ राइट ब्याक अप्सन, किनकि कुन्डे एक्लै भयो र जब कुन्डेको ओभरवर्कआउट भएर उसको इन्जुरी भयो नि उसको रिप्लेसमेन्ट कोही पनि भएन क्या। हामीलाई चाहिँ लागेको थियो कि उसको रिप्लेसमेन्ट हेक्टर फोर्टले गर्छ होइन, जुन चाहिँ हुन सकेन। सो एउटा रिप्लेसमेन्ट चाहिँ एउटा चाहिँदैन रहेछ र हामीले एरिक गार्सियालाई ट्राई पनि गऱ्यौँ र एरिक गार्सिया नेचुरल फुल ब्याक त होइन, सो त्यही पनि उनले राम्रो चाहिँ खेल्यो होइन। बार्सिलोनाको राइट ब्याक अप्सन चाहिँ हामीले प्रोबेबली मोनाकोको भ्यान्डरसन भन्ने छ त्यो खेलाडीलाई चाहिँ किन्नुपर्ने हुन्छ है। सो सेकेन्ड पोजिसन जुन चाहिँ बार्सिलोना इम्प्रुभ गर्नुपर्ने छ नेक्स्ट सिजन भनेको चाहिँ एउटा लेफ्ट विङ। आई नो राफिनाले एकदम राम्रो खेलेको छ लेफ्ट विङको पोजिसनमा, तर ऊ नेचुरल लेफ्ट विङ होइन, ऊ राइट विङ्गर हो। सो एउटा राइट विङ्गर भएर उसले लेफ्ट विङबाट एकदमै राम्रो खेलिरहेछ यो सिजन, बब्बाले खेल्यो होइन। बट स्टिल त्यहाँ चाहिँ एकजना चाहिन्छ, बिकज लामिनको इन्जुरी हुँदाखेरि वा लामिनलाई रेस्ट चाहिँदाखेरि चाहिँ बार्सिलोना एकदम विक देखिएको छ क्या। यो सिजन हामीले एकदमै फिल गरेको छ। जब लामिनको इन्जुरी भएको थियो त्यो बेलामा चाहिँ हामीले पोइन्ट एकदमै ड्रप गऱ्यौँ है, एकदमै ड्रप गऱ्यो। सो एउटा चाहिन्छ लेफ्ट विङ्गर। सो त्यसको लागि चाहिँ आई थिङ्क चाहिँ बेस्ट अप्सन भनेको चाहिँ मैले राफायल लियाओ देखेको छु है, बिकज मिलानले एकदमै सिट सिजन खेलेको छ यो सिजन है। सो त्यो कारणले चाहिँ हामीले चाहिँ अलिकति आस्किङ प्राइस चाहिँ अलिकति कम हुन्छ जस्तो छ है यो सिजन, बिकज उसले त्यति राम्रो खेलेको छैन नि त। राम्रो खेल्यो भने त फेरि महँगो दिनुपर्ने हुन्छ। सो हामीसँग त्यति बजेटरी कन्स्ट्रेन्ट पनि छन् धेरै एफएफपी रुल्सको कारणले। सो आई थिङ्क बेस्ट भनेको चाहिँ आई थिङ्क वी सुड गो फर ल्याओ। इभन दो निको विलियम्स पनि छ है सेकेन्ड प्लेसमा, बबाल केटो निको विलियम्स नट गर्नलाई होइन। तर आई थिङ्क उसको स्यालेरी चाहिँ अलिकति ह्युज हुन्छ जस्तो छ होइन, एउटा स्यालेरीको प्रब्लम चाहिँ आउँछ जस्तो छ। सो त्यही पनि मलाई किन लागिरहेको छ राफायल लियाओ चाहिँ बेटर अप्सन जस्तो लाग्छ है मलाई निको विलियम्स भन्दा। अब हो निको विलियम्सको एन्ड प्रोडक्ट त्यति देखेको छैन, बिकज बिल्बाओ त्यति स्ट्रङ्गर टिम पनि होइन, राम्रो टिम होइन नि त त्यति साह्रो। सो त्यही भएको भएर चाहिँ त्यति उसको एन्ड प्रोडक्ट देखेको छैन, असिस्ट गोल्स त्यति देखाएको छैन होइन। सो आई थिङ्क ऊ बिगर टिममा गयो भने चाहिँ राम्रो खेल्छ नि। तर मेरो एउटा के प्रब्लम छ भनेदेखि उसको स्यालेरी चाहिँ अलिक धेरै हाई हुन्छ जस्तो लाग्यो क्या। सो अर्को थर्ड पोजिसन जुन बार्सिलोनालाई इम्प्रुभ गर्नुपर्ने छ त्यो भनेको चाहिँ सेन्टर फरवर्ड है। बार्सिलोनाको सेन्टर फरवर्ड चाहिँ एकदमै इम्प्रुभ गर्नुपर्ने स्थिति छ। सो यो सिजन लेभेन्डस्कीले राम्रो खेलेको, तर लेभेन्डस्कीको इन्जुरी पछि चाहिँ हामीलाई एकदम अलिक प्रब्लम भयो। आई थिङ्क यो सिजन चाहिँ मलाई के लागेको थियो भने पावर भिक्टरले एकदमै दामी खेल्छ भन्ने लागेको थियो क्या, बिकज प्री सिजनमा एकदमै राम्रो पनि खेल्यो अब उसले, स्पेसली रियल मैड्रिड अगेन्स्टमा उसले गोल पनि हानिरहेको थियो होइन। सो यो सिजन चाहिँ पावर भिक्टरको लागि बबाल हुन्छ। मलाई लेभेन्डस्कीको एउटा रिप्लेसमेन्ट हुन्छ नि सेकेन्ड चोइस स्ट्राइकर राम्रो छ भन्ने भइरहेको थियो, जुन त्यो देख्नै पाएन हामीले। इभन के भन्छ फेरान टोरेस खेल्न पाइरहेको थियो, फेरान टोरेस बबाल पनि खेलिरहेको थियो फेरि होइन। एउटा स्ट्राइकर चाहिँ हामीलाई चाहिन्छ नि सेकेन्ड चोइस स्ट्राइकर, जुन पछि गएर एउटा फर्स्ट चोइस होस् आफ्टर लेभेन्डस्की मुभ्स। त्यो चाहिँ मलाई को लाग्छ भनेदेखि लिलको जोनाथन डेभिड्स है। जोनाथन डेभिड्स एकदम राम्रो खेलेको छ यो सिजन, र यो सिजन उसको लास्ट कन्ट्र्याक्ट छ, फ्री एजेन्ट हुँदैछ। सो वी क्यान गेट हिम फर फ्री है त, बार्सिलोना फ्रीमा ल्याउन सक्छ। सो आई थिङ्क जोनाथन डेभिड इज द बेस्ट अप्सन फर द स्ट्राइकर होइन, लेभेन्डस्कीको रिप्लेसमेन्टको लागि। द्याट इज द बेस्ट। सो यति नै हो। अरू तपाईँलाई को लाग्छ एउटा कमेन्टमा लेखिदिनु होला है त गाइस।